बाहिर एकछिन काम थियो अनि घर आएको। लुगा त जहिले जहिले राम्रो राम्रो लाउनुहुन्छ त, अनि सासूले एउटा हेरिदिन सक्नुहुन्न? जहिले एउटै साडी हल्लाएको छ, जहिले एउटै साडी हल्लाएको छ, नुहाउँदाखेरि त्यही साडी, लुगा फेर्दाखेरि मान्छेले के भन्छ? जहिले एउटै साडी देख्दाखेरि के भन्छन् मान्छेले? जहिले त्यही आफू मात्रै राम्रै भएर हिँड्ने यसरी? यसले लुगा किनिदिनु पर्दैन? एउटा राम्रो चिज आउन आँटेको छ, के भन्छन् मान्छेले? किनिदिन जानेकै छ नि, तपाईँले सिकाइराख्नु पर्दैन। मैले एउटा कुरा भनेर थियो, राम्रोको लागि भनेको, अहिलेको जमाना राम्रो भन्ने रहेन रहेछ, जेसुकै गरौँ। के भयो? किन सनक्क हुँदै आयो? अनि के भयो भनेको? बोल्दिनौ त तिमी त। तपाईँले गर्दा रिसाकिनु भयो। मैले गर्दा होइन, मैले के गरेँ हौ फेरि तिमीलाई? तपाईँलाई हामीले साडी किनिदिएको छैन? जहिले जहिले एउटै साडी लाउनुहुन्छ, अनि मान्छेहरूले भन्दैनन्? म तल घरको बाको बुहारीले मलाई, ए अन्ता दिदी तपाईँ चाहिँ फेसन फेरि फेरि हिँड्नुहुन्छ, तपाईँको सासूलाई चाहिँ एउटा लुगा किनिदिनु पर्दैन? एउटै साडी देख्छु त जतिखेर पनि, नुहाउँदा पनि के लाउनुहुन्छ भनेर सोधिसक्यो। मैले छैन साडी भनेकै छुइनँ बुहारी, किनिदिएको छैन भनेकै छुइनँ। त पल्ला घरको बुहारी कम कुरो छे, राम राम राम, कसले के लायो कसले के लाएर हिँड्दैछ भनेर उचियै मात्रै गरेर बसेकी हुन्छ। अनि तिमीलाई भेटी भनी होला, त्यस्ताको कुरा पत्याउने हो? जसले जेसुकै भन्नुहोस्, वास्तै नगर न, छोडिदेऊ। जसले जे भन्छ भन्न देऊ भनेर हुन्छ? लुगै नकिनिदिए जस्तो अचम्म छ। सुटकेसभरि लुगा छ, त्यो लुगा चाहिँ के गर्नुहुन्छ नि तपाईँ? घर बस्दा ती सुटकेसका त्यस्ता राम्रा साडी लाउने हो र? राम राम राम, घर बस्दा त यस्ता पुराना हुन लागेका, फाट्न लागेका लुगा लगाएर फटाउनुपर्छ। नयाँ लुगा कहाँ लाउने? फुत्त कतै हिँड्नु पऱ्यो ओऱ्यो भने लगाएर जाने हो, कसैको बेबटुल भयो भने लगाएर जाने हो ती लुगा त। मैले साँचेर राखेँ कि त्यस्तो नयाँ नयाँ लुगा लाउँछन्? यो भयो भइगयो नि, धोयो एकैछिनमा सुत्छ, सजिलो पनि छ। म त यही लाउँछु, नफाटुन्जेल यही लाउँछु। त्यसो भनेर हुन्छ? मान्छेहरूले म कुरा काट्न थालिसके। बुहारीले चाहिँ फेरि फेरि लाउँथेर चाहिँ सासूलाई चाहिँ केही किन्दै रहेन रहेछ भनेर सुटकेसमा साडी सजाएर के गर्नुहुन्छ तपाईँले? लोभ पनि कति लागेको यो बुढाबुढी भएपछि। भोलि बिरामी भयो भने लाउन पाइने होइन, त्यो साडी कसले लगाउँछ? भोलि मरेर जाँदा लिएर गइने होइन आखिरी? लाउनु नि, छोरोले ल्याइदिएको छ, छोरीले ल्याइदिएको छ, राम्रो चिटिक्क भएर बस्नु, लाउनु, यसो हिँड्नु घुम्नु, एउटै मात्रै झट्टो भिरेको छ भिरेको छ भिरेको छ। कस्तो लोभ लागेको क्या? तपाईँका साडी हेर्छु म अब सुटकेसमा गएर दलेर, कति रहेछन् र कसरी लाउनु हुँदो रहेछ कि रहेन रहेछ मैले जानेको छ। मेरो बेइज्जत गर्ने भयो भयो, छोडिदेऊ। म यही सजिलो लाग्छ, म यही लाउँछु। पुराना पो लाएर फटाउने हो त, नयाँ लाउने हो घर बस्दा?